बस्नुभन्दा सुतेर बढी पैसा आउने हो त्यस्तो मसँग जागिर छ। नानु पनि मंजूर होइन त? बुवाले भनेपछि म पनि मंजूर। बे गर्ने रे म बे गर्न आएको र तपाईले त मलाई काम लागिदिन्छु भन्ने ल्याउनु भएको हैन र चतुरे दाइ? अनि मलाई रकडा खोइ त रकडा। नानु अब के भने अब तिम्रो आमानी बितिहाली अब हामी अलिकति गरिबै पनि छौँ है। अब केही काम त गर्नै पर्छ। म बुढो मान्छे केही गर्न सक्दिनँ। अब तिमीले नै केही काम नगरी मलाई पनि कसरी पाल्छौ? बुवा मैले कुरा त गरेको थिएँ हाम्रो चतुरे दाइसँग। आज आउँछु भन्नुभएको छ। यहीँ आएर तपाईँलाई भेटेर कुरा गर्ने भन्नुभएको छ। आज आउनुहुन्छ कि? हो र नानी, तर आज चतुरे त आउँछु भनेछ भने हो, तर खासै मलाई त्यसको विश्वास नै लाग्दैन हेर। बुझेको बुझिनौ? तैपनि आओस्, त्यसले के कुरा गर्छ त्यो म पनि बुझ्छु होइन। अब ठिकै छ, एउटा रोजगार त हुनै पर्छ हेर। नत्र म पनि बुढो भइहालेँ। अब तिम्रो आमा बितेर गएको त्यतिका वर्ष भइसक्यो हो। अब मलाई पाल्नको लागि पनि तिमीले केही त गर्नै पर्छ। अब अहिले आओस् अनि कुराकानी गरौँला नि, हुँदैन? हुन्छ बाबा, अब भेटौँला। ए बा नमस्कार। नमस्कार नानी, नानीले दिएको लोकेसनबाट मैले पत्ता लगाउन नसकेर झन्डै म त पल्लो घरभित्र छिरेछु भने। अनि नानी सन्चै छ? अनि तिमीले अस्ति मलाई भनेको थियौ नि अब बाबासँग कुरा गर्छु भन्थ्यौ, बाबासँग कुरा गर्यौ? बुवासँग मैले कुरा त गरेको छु। एकचोटि तपाईँ नै कुरा गर्नु न उहाँसँग। अनि बा छोरीले कुरा गरिसक्यो हो त? अहिले कुरा त गरे हो होइन। अब के हो कस्तो हो, अब छोरी मान्छे पठाउनलाई अलिकति भोलि समस्या आउला कि। अब उही चतुरेलाई म बैठाइमा बोलाउ न, म पनि केही कुरा गर्छु। अब छोरीलाई जागिर भनेर त्यसै त पठाउनु भएन छोरी मान्छेलाई भनेर मैले नै बोलाउनु लगाएको। अब जागिर भने जस्तो छ बा होइन। अब बसी चाहिँ नि 40-50 हजार त काहीँ नल्या, त्यस्तो राम्रो जागिर छ मका। ठिकै छ नानी, 40-50 हजार जागिर तिमीलाई ठिक छैन त? सुती पनि पैसा आउँछ र? बसेर सुतेर झन् पैसा आउँछ। बस्नुभन्दा सुतेर बढी पैसा आउने हो त्यस्तो मसँग जागिर छ। बस्नुभन्दा पनि सुत्नु बढी हुन्छ नाम। ल त्यस्तो भन्दा ठिकै छ नि। ल अनि बा कस्तो हो सुतेर पैसा आउने भने? अब के भनौँ भालाई, अब उता र के अरे हाकिमहरू आउँछन्, हाकिमहरू आएर नमस्कार भन्ने, अनि उनीहरू जान्छन् आरामसँग सुत्ने, अनि सुतेर पैसा आउँछ भने त भा त्यति कुरा पनि बुझ्नुहुन्न? के कुरा अन्त त होइन होइन बा, यो चतुरले त्यस्तो काम जिन्दै गर्दैन भने म त जसको दुखी मान्छेहरूको भलो गर्ने, अनाथहरूलाई सहयोग गर्ने, एउटा चाहिने बाटो नदेखाउने मान्छेलाई बाटो देखाइदिने, त्यस्तै मात्रै काम हो बा मेरो। ठिकै छ, त्यसो हो त ठिकै छ। नत्र सुती भन्दाखेरि विश्वास कसरी गर्ने? सुती भने मतलब अब हाकिमलाई मुसुको हाँस्दिने, मुस्कान दिने, अनि हाकिमहरू जान्छन् आनन्द डरङ्ग सुत्ने। सुती भने त्यो पो हो त? केही दुःखै छैन बा, यिनीहरूले एकदम राम्रो काम हो। ठिकै छ, त्यस्तो यो हो भने त ठिकै छ। नानु पनि मन्जुर होइन त? बुवाले भनेपछि म पनि मंजूर छु। ल बा अब के गरौँ त? अब अनि के नानी जान्छौ त? अब उहाँले सुती भन्नुहुन्छ, त्यस्तो भन्दा म गर्छु नि बुवा। दुःख केही पर्दैन बा, दुःख केही पर्दैन। टुक्रो बस्ने, अहिले भनिहाल्ने, हाकिमलाई मुसक्क मुस्कान दिने, हजुर बसियो न भनेर यसो सिटम गरेर देखाइदिने, अनि उनीहरू जान्छन् डाङराङ सुत्ने बा। त्यस्तो सजिलो काम छ भने। त्यसो भए त अब तिमीहरूको जिन्दगीको कुरो अब म के भनौँ? हुन्छ अब हामीले पनि एकदम दुःख नि पाइरहेको छ। मैले पैसाको पनि खाँचो परिरहेको छ। त्यस्तो हो भने त हुन्छ नि त, एकचोटि जाउँ न त, गएर बुझाउँ। अब हुन्छ, अब तिमी नै त्यसो भन्छौ भने त म के भनौँ? अनि बा अब के गर्नु त? नानीलाई अलि लिएर जाउँ त? अब बोसलाई गएर कुरा गर्नुपर्छ मैले पनि फेरि। अनि के अहिले जाने हो त नानी? हुन्छ बुवा। अब ठिकै छ, नानी पनि जान लाग्यो। ढुक्क हुनु बा तपाईँको छोरीको जागिर पक्का। यो चतुरले गरेका काम अहिलेसम्म फेर्का छैन। ल जहाँ जे काम परे पनि चतुरीले खोज्याउँछन्, त्यति नाम बोला छु बा म। किनभने म माथि फटाएँ भने कहिले पनि हुँदैन। ठिकै छ, अब
काम गर्नु हो टोली पठाइ गरेर नि जानी त कहाँ हो ए बाबा गरेकै छैन गर्न पनि नपर्छ भने म त भलो काम गरी मात्रै गर्छु भलो काम मात्रै र ठिकै छ त्यसो भए नानी राम्रोसित जानु है आफ्नो ज्यानको पनि ख्याल गर्नु है त ल जाउँ त नानी हिँड है ल हिँड म बोसलाई कुरा गराएर हजुरको छोरीको चाहिँ पक्का गराउने भाडा यो चतुरीको भयो जाउँ आउनु पानी त कति चिसो यो पानी भन्दा पनि साउटीको चिसो होला खै त अहिलेसम्म यत्रो ज्यान पारिसक्यो पस्दाखेरि एउटा केही मुसो मार्न सकेको छैन एउटा ल्याउन सकेको छैन मुसो होइन के मैले चतुरेलाई अर्ग्यानिक भर्जिन सरी खोजेर ल्याउन भनेको छ मनाङ मुस्तानतिर पठाएको छु खै त अहिलेसम्म हालिआएको आउँछ हतार गरेर हुन्न क्या साउनी यस्तो भनेर त हुँदैन नि तपाईँलाई पस्ता ल्याउनु मेरो पैसा फिर्ता पैसा फिर्ता ल्याउनु हुन्छ अब मैले चौधरीले पैसा दिएर पठाइसकेको छु एडभान्स उसले अब राम्रो चढी सुन्दरी मेरो आज खोजेर अर्ग्यानिक भर्जिन भनेर भनेको छु अब चतुरी आउँदैछ बजार हिँडी अब माल लिएर भनिरहेको छ मलाई फोनमा आइसक्यो कुरा अहिलेसम्म नल्याएकोले विश्वास पनि लाग्न छोड्यो तपाईँको त त्यस्तो हात तुलेर हतार गरेर हुँदैन नि यो व्यापार भनेको त अलिक धैर्य लिनुपर्छ 6 महिना बस्दिन पर्खिनुपर्छ अब एकैचोटि चतुरै आएपछि त्यो चर्या लगाएर हामीले पानी बोल्न पानी सप्लाई गरेपछि पैसैको सिधाले पैसैको सिधा बोली मात्र हो कि जिउ मात्रै हो कि हुन्छ साउनी अहिलेसम्म त एउटा पनि विश्वास गरेको छैन अहिलेसम्म एउटा पनि ल्याएर दिनुभएको छैन अब आउँछ माल आउँदैछ बाटोमा आइपुग्यो धन्दा मान्नु पर्दैन ढुक्क भएर बस्नु तपाईँमा है मलाई त विश्वास लाग्दैन के हो कहाँ म आइपुगेँ ए नमस्कार म त घरमा गएको हजुर हुनुहुँदैन छ हजुर त अफिसमा आउनु भएको छ म त अफिसमै बस नानी बस ल उहाँ साउनीकै छोरोसँग के गर्ने नानी यिनै हुन् बे गर्ने रे म बे गर्न आएको र तपाईँले त मलाई काम लगाइदिन्छु भन्ने ल्याउनु भएको होइन र चतुरे दाइ हो त कहाँ हुनु अनि बिहेको कुरा गर्नुहुन्छ त ए, नानी बिहे गर्ने भयो। भए त म घरबाटै गरेर गइहाल्थेँ नि सुटी खान जाहिर मिलाउनु आएको तपाईँले बुवालाई त अनि के अरे काम मिलाइदिन्छु 30-40 हजारको सुती भनेर ल्याउनु भएको थियो म बे गर्न आएको र के कुरा गर्नुभयो तपाईँमाथि त मलाई शङ्का लाग्यो पुलिसलाई फोन गर्नु क्या हो सँग मान्नै पर्दैन नि कहाँ सँग माने म पुलिसलाई फोन गर्छु पुलिसलाई फोन नगर नानी घरमा काम गराउने भने के उहाँ साउनी तपाईँमाथि त मलाई शङ्का लाग्दैछ सँग मान्नै पर्दैन भने मान्नै पर्दैन उहाँ साउनेको छोरो विदेशबाट आएको छ बाहिरबाट होइन त्यस कारणले नेपालमा घुम्न डुल्नलाई एउटा गाइड चाहिएको छु तिमी पनि पढे लेखेकी छौ शिक्षित केटी उहाँको छोरालाई केही दिन बस्नु दे गाइड गर्दै हेल्प गर्ने भनेर तिमीलाई त्यसले हामी गाडी दिनु भनेर बोलाएको क्या तपाईँहरूमाथि त मलाई शङ्का लागिरहेको छ म गर्दिनँ यस्तो काम यस्तो नभन भने के उहाँको छोराको घरमा काम गर्ने भने के उहाँको घर छोराको एउटै घर होइन तपाईँहरूमाथि त मलाई शङ्का लागिरहेछ है सँग मानि पुरै नगर चतुरले फटाइ कहिले पनि गर्दैन त्यहाँ माथि उहाँ मेरो आफ्नै काका भोलि तिम्रो भविष्य के हुन्छ त्यतापट्टि सोच न के घर गाउँ बाख्रा चलाउने घाँस काट्ने गोबर सोर्ने त्यही मात्र बुद्धि कस्तो रहेछ बाबालाई मैले त्यति राम्रो सम्झाएको छु कस्तो राम्रो यो काम लगाइदिनु आएको छु तिमीलाई मैले बाबा पनि कति खुसी हुनुहुन्छ मेरो छोरीले महिनाको 50-60 खान्छन् भनेर बाको नाच्दन कत्रो हुन्छ थाहा छ नि तिमीलाई राम्रो काम हो नानु राम्रो काम हो राम्रो तलब पनि पाइन्छ म छँदैछु नि तिमी डराउनु पर्दैन तिमी आमा जस्तो मान्छे पाकेको छ भने ढुक्क हौ न तर काकी यी नानीलाई राम्रोसँग काम लगाइदिनु है यिनीलाई गाह्रो साह्रो नहोस् के पर्यो भने बरु मलाई भन्नु होला उहाँलाई चाहिँ दुःख नदिनु है दुःख दिँदैन राम्रो काम लगाइन्छ राम्रो तलब पनि हुन्छ तिमी छोरी जस्तै छेउ केही फरक पर्दैन ल अब तिमी ढुक्क हौ हामी जाउँ काका 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 एकछिन पुरा छ मेरो भने यहाँ आउनु न अनि मलाई रकडा खोइ त रकडा म यहीँ बसिरहन्छु बल्ल चतुरीले चाहिँ भनिया जस्तो रकडा पानीको यस्ता चाहिँ ओठ निचर र दुध अनि केटी पायौँ भने त चतुरीको भाग्य कति खुल्यो अब मोज गर चतुरी अब मोज गर